यहाँहरुलाई स्वागत गर्न चाहन्छु हाम्रो यस सैना मैना नगरपालिका वार्ड नम्बर 11 साबिक वार्ड नम्बर 5 बिचापुरमा अहिले माघीको अवसरमा चाहिँ अब यहाँ निकै नै अब रमाइलो हुन गइरहेको छ। चौधरी बडका नाचहरु, चौधरी झाँकीहरु, यहाँ चौधरी कलाकारहरु अब आउने जानकारी छ। यहाँ 2 दिनसम्म मेला लाग्ने छ र हाम्रो यहाँ बिचवापुर हाम्रो साबिक वार्ड नम्बर 5 यस थारू समाजको बुद्धिजीवी व्यक्ति बेचन प्रसाद थारूसँग म चाहिँ यस यो हाम्रो चौधरी सांस्कृतिक झाँकीको विषयमा चाहिँ म यहाँ कुराकानी गर्न गइरहेको छु। वर्षनी यही त्यस्तो विशेष के छ? अहिले अब हाम्रो थारू संस्कृतिको झुमडा नाच, झर्रा नाच, महाभारत नाच अथवा मयूर नाच भने पनि महाभारत नाच हैन, यसको खास गरेर नाम चाहिँ महाभारत नाच नै हो है। यसमा हाम्रो धेरै जसो अब मानिसहरू हुन्छन्, किनभने महाभारत भन्ने बित्तिकै एउटा चाहिँ नि प्रलय के एकदम ठुलो संहार भएको महाभारत नाच भनेको। यसमा हाम्रो जो पात्रहरू हुन्छन् ती पात्रहरू चाहिँ नि अब एक थरी मयूर लगाएका हुन्छन् भने तिनलाई चाहिँ नि मयूर लगाएर अनि मुग्दडको ठाउँमा, मुग्दड भन्नाले गदाको ठाउँमा चाहिँ नि हाम्रो काठको मुङ्रो हुन्छ, गदाको ठाउँमा यो लडाई नै हो एउटा एक किसिमले। कलाकारहरू को आउँदैछन् यहाँ? कलाकारहरू त हाम्रो अब एउटा त अब फुल कुमारी नै आउने भए, फुल कुमारी चौधरी अनि बम बहादुर अनि चाहिने कौन नाहर उनके सालक हरिनारायण हाम्रो थारू गायककार हरिनारायण। विशेष गरी चाहिँ चौधरी कलाकारहरूले चाहिँ हजुरहरूले चाहिँ प्रायोरिटी दिनुभएको छ। हजुर नितान्त अब प्राय जसो चौधरी कलाकारहरूलाई हैन 2 दिनसम्म चल्ने छ हजुरको यो चाहिँ माघी महोत्सव हैन? हजुर 2 दिन के छ अब यहाँ चौधरी परिकारहरू हैन, खिचडी महोत्सव, अब नामै खिचडी महोत्सव हैन। खिचडी महोत्सव भन्ने बित्तिकै खिचडी त अटोमेटिकै हामीले माघे संक्रान्ति एउटा यो निकै नै आस्था बोकेको मन्दिर हो यो मैरामाई भनेको। नितान्त हैन, यो चौधरी पुजारी रहने एउटा रूपन्देही जिल्लाकै निकै नै प्राचीन महत्त्व बोकेको यो मन्दिर आज यस्तो माहौल छ हैन। सालको एकचोटि पोहोर सालको भन्दा अहिले धेरै नै अब सजी सजाउ छ। अनि यो खर्च पर्छ यो हैन, आय स्रोतहरु यो व्यवस्थापन चाहिँ कसरी गर्नु भएको? आय स्रोतको व्यवस्थापन अब हाम्रो खर्च एकदम बढी भएको हुनाले हजुर हामीले चाहिँ नि खर्च वडा कार्यालय वडा कार्यालयबाट नि सहयोग मागेका छौं। त्यहाँबाट पनि स्वीकृत भएको छ लगभग 50,000 रुपैयाँ। नगरपालिकाबाट पनि सहयोग आएको छ 50,000 हामीले सहयोग पाउने। यो मन्दिरको नाममा पनि बिघा जमिनहरू छ रे, खेत छ भन्ने कुराहरू सुन्नमा के छ, कसो छ त्यहाँदेखि आय स्रोतहरु? जग्गा अलिकति छ हैन, आय स्रोत कसरी बनाउनु भएको छ? नाममा जग्गा अलिकति छ। जग्गा कसैले भाडामा दिनु भएको छ, कसैले व्यक्तिले युज गरेको छ? हामी आफै थारू अथवा गाउँवासी जो जति छन् सबै मिलेर त्यसलाई चाहिँ संरक्षण गरिराखेका छन्, खेतीपाती गरिराखेका छन्। हजुर उब्जाउ भएका चाहिँ उब्जनीलाई यिनै देवीको खर्च वर्चमा हामीले समितिमा चाहिँ कस्तो छ? पुरै चौधरी मात्रै हुनुहुन्छ कि समावेशी तरिकाले लानु भएको छ? हैन, खास गरेर हाम्रो चौधरी मात्रै छ हैन। हजुर र आवश्यकता परे परामर्श चाहिँ सबैबाट ल्याइन्छ, परामर्श हामीले सबैबाट ल्याइन्छ। यो गर्दा कसो होला हैन, के भन्न चाहनुहुन्छ त? अब यसरी चाहिँ भनौं हाम्रो यो सैना मैना नगरपालिका वार्ड नम्बर 11 को यो एकदम गौरवको विषय हो। यो वार्ड नम्बर 11 मा चाहिँ यो चाहिँ माघी खिचडी मेला लाग्नु भनेको हैन,
हजुर अब हरेकले चाहिँ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ होइन। हो सबैले यो विषयमा चाहिँ हजुरले के भन्नुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ हाम्रो वार्ड नम्बर 11 वासी प्लस हाम्रो सैना मैना नगरपालिकालाई? यसरी चाहिँ अब खिचडी महोत्सव लाग्दैछ हाम्रो यस सैना मैना नगरपालिका वार्ड नम्बर 11 हाम्रो बिजापुर जर्लायामा होइन, के भन्न चाहनुहुन्छ हजुरले आम अब मेरो वासीहरूलाई? भनाइ त अब केही छैन त्यस्तो। मेरो भनाइ के छ भने यो महोत्सव यो मेला जुगान्तर वर्षौं वर्ष चलोस्। हजुर हाम्रो जातीय परम्परा अथवा नेपालमा रहेका थारू जातिले माघी महोत्सव कहीँ पनि मनाउँछ कि। हजुर हजुर त्यसकारण यस महोत्सवलाई परम्परागत अनुसार रूपमा जुगौं जुगान्तर चाहिँ चलिरहोस्। यो मैले आफ्नो तर्फबाट कामना गर्दछु र यहाँ निवास भएका सबै जात जाति थर थरी जे जति छन् सबैको सहयोग को अपेक्षा पनि राख्दछु होइन। त्यस अरू चाहिने अब यहाँ सबैले अपेक्षा अनुसार चन्दा दान सहयोग गरेका पनि छन् होइन। नगरेको भए यत्रो यत्रो मन्दिर हामीले आँटियो, सरकारी बजेटले होइन हामीले चन्दा उठाएर चाहिँ मन्दिर निर्माण गरेको हो। यही हाम्रो वडा नम्बर 11 का जनता मात्रै नभइकन बाहिरबाट पनि हामीले गएर घर घर गएर थोरै धेरै जसले जस्तो दिन सक्यो तिनीहरूसँग हामीले हात जोडेर बिन्ती गरेर चन्दा असुल गरेर मन्दिर निर्माण। अन्त्यमा म के भन्न चाहन्छु भने यस माघी महोत्सवमा अहिले पाल्नु भएका आगन्तुकहरू पुनः आइसाल पनि पाल्नु होला र नआएका दिदीबहिनी दाजुभाइ जे जति छन् हजुर हाम्रो आसपासमा रहेका नगरपालिका भित्र रहेका टाढाबाट आउने आगन्तुकहरू पनि आएर हाम्रो यस नाचलाई हेरेर आफ्नो के अरे आफ्नो बुद्धि विवेकले हेरेर हामीलाई चाहिँ फेरि फेरि अवसर दिनु होला भन्दै म सानो आफ्नो 2 शब्द यही बन्द गर्दछु। हस्त भाइलाई धन्यवाद छ ल।